1, 2, 3 को र्याङ्कमा यदि तपाईँको दृष्टिकोणमा राख्नु पर्यो भने कसलाई राख्नुहुन्छ? अनमोल केसी, प्रदीप खड्का, पल शाह? मैले त यसो गरी भन्न मिल्छ जस्तो लाग्दैन। यो अनप्रोफेसनल हुन्छ है जस्तो लाग्छ। म आफै पनि कलाकार हो। म आफैलाई दुनियाँभरिको ब्लेम चाहिँ निखिललाई अभिनय आउँदैन, डान्स आउँदैन, भएको एउटा एक्सन जतिखेर त्यही देखाउँछ भन्ने मलाई ब्लेम छ भने एउटा यति कमजोर कलाकारले यति राम्रो कलाकारको बारेमा मूल्याङ्कन कसरी गर्ने? मेरो लागि बहुत प्रिय छन् उनीहरू। सबैका लागि प्रिय छन्। यी सबैका लागि प्रिय छन् हैन। मैले उनीहरूभन्दा सिनियर भएर उनीहरूलाई 1, 2, 3 भन्नु उनीहरूलाई कहीँ न कहीँ चोट पुग्न सक्छ। म अरूलाई चोट हुने ल 1, 2, 3 पनि यसो गरौँ न त। यी 3 अभिनेताहरू मध्ये सुपरस्टारको दौडमा चाहिँ कुन चाहिँ अभिनेता हुन सक्छ या तपाईँको दृष्टिकोणमा को चाहिँ हो जस्तो लाग्छ? दौडिन त तिनतै दौडिरहेछन्। त्यो दौड कहिले बन्द नै भएको छैन। त्यो दौड जारी नै छ त। म अहिले किन त्यसलाई टुङ्ग्याउँ हैन? दौडि नै रहेछन्। सुपरस्टारको लागि दौडि नै रहेछन्। सरसर्ती हेर्दा सम्भावना कसमा बढी देखिन्छ? हैन, सम्भावना हैन, सबैमा देखिन्छ। प्रदीपको पनि आफ्नै क्रेज छ, अनमोलको पनि छ, पलको पनि छ हैन। पलको नभए पलको यो घटना पछाडि पनि यत्रो आवाज उठ्दैन थियो होला। त्यहाँ पक्कै पनि उसलाई चाहनेहरूको कुराहरू। तीनजना मध्ये एकजना छान्नु त तपाईले। मैले के छान्ने भन्ने, मैले अब मभन्दा जुनियरहरू भएको कारणले गर्दाखेरि पनि मैले भन्नु भने उनीहरूलाई कहीँ न कहीँ चोट पुग्छ।